बर डुग्रे जसरी किन डुग्रिरहेछ से के भयो मेरी आमै नि अब गोरुलाई बोलाउँदाखेरि बर डुग्रे जस्तो त गर्नै पर्यो नि जिस्केको नि वरिष्ठज्यू तपाईलाई त साह्रै चिन्ता छ है बहिनी पनि त्यस्तो थर्ड क्लास ज्वाइँसँग जिम्मा लाउनु भएको रहेछ त्यस्तो कलकलाउँदो उमेरमै कस्तो हरिबिजोग भयो भने बहिनीको अनि वरिष्ठ सरकार अहिले चाहिँ कता गइन् त बहिनी भइगयो नि त हजुर वरिष्ठ हस्त नमस्ते अब खपरा जे लेखेको छ त्यही भोग्नु पर्ने रहेछ अब बहिनी त अब कहाँ हुनु नि अहिले तल मूल बाटोमा एउटा चौतारोमा एउटा राम्रो पसल खोलिदिएको छु हो त्यही पसलमा छेउली मेरी आमै नि वरिष्ठ सरकार कति राम्रो कुरा तपाईले जे गर्नुभयो एकदमै ठिक गर्नुभयो त्यो ज्वाइँ बनाउँदो डाम्नुले छोडेर गएर के भयो त अब त्यो पसलले त बहिनीलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाइहाल्छ नि होइन खैर केही छैन धेरै खुसीको कुरो सुनियो मन चाहिँ मेरो चङ्गा भयो अहिलेलाई चाहिँ म लागेँ है त वरिष्ठज्यू होइन यी काका पनि कहाँ मुन्टिएछन् यसो बजारतिर लगेर एक सरो नयाँ लुगा किन्न लगाउँला भनेको बिहानैदेखि कहाँ मुन्टे आफ्नो त हाँसियो तर के को खुसियालीमा हाँसेको हो पत्तै भएन मेरी आमै नि के छ नानी अलि चल्ली आरामै त होला नि होइन हो आरामै छु भन्नु पर्यो अनि नानीलाई मेरो बारेमा अलिअलि त थाहा होला मेरो चाहिँ एकै शब्दमा परिचय दिनु पर्दाखेरि म चाहिँ यो गाउँको जिम्मेदार समाजसेवी पनि हुँ म कसैलाई गाउँमा गाह्रो साह्रो पर्यो कि म कहाँ कुदेर आइपुगिहाल्छन् भने मलाई सबै कुराको सन्तुष्टि छ यो गाउँमा अथाह सम्पत्ति पनि छ मेरो तर मलाई एउटै कुराले सधैँ पिरोलिरहन्छ मेरो शेखपछि त्यो सम्पत्ति कसले स्याहार्ला भन्ने तनाव हुन्छ मलाई भने हेर न नानी म त सम्पत्ति सम्हाल्नै नसकेर मर्छु कि के जस्तो छ भने सानी खै 2 कप चिया दिनु न काली खोइ छोटो म पकाइदिन्छु चिया खै यस्ता कलिला नरम हातले पनि काम गर्नुहुन्छ फेरि चिया त म 1 नम्बरको मिठो पकाउँछु नि यता बस्छु यता बस्छ हेर दाजु यो पाडे 1 नम्बर झल्लो मान्छे हो यो खानु पायो भने जहाँ पनि पुग्छ यो पाडे यहाँ गाउँको ठग र भरुवा हो यो यहाँ पनि के ठग्न आएको यो होइन यो जाम्ना हो यत्रो गौरवशाली मान्छेलाई तिमीहरूले जे पाए त्यही भन्छौ यही दिउरीले हानेर तिमीहरूका धुकधुक निमाइदिउ ए बिहिने जाउँ त अहिले त बेर पनि लाउँदैन विभिन्न सन्चीहरू हुन्छन् नि समाजमा हर्काले राम्रो गरेको त देखि नसहने भने त्यो मोटे तालु खुइले छ नि त्यो चाहिँ यो गाउँको पुरै पागल हो त्यो अर्को त्यो चिम्से चाहिँ अर्ध पागल हो होइन कालु हाँसो नै मिठो के तिम्रो त अनुहार त मेरो पनि हिंसमै हो भने तर यो लुगै भएन 1 सरो नयाँ लुगा फेर्न पाए त काचुली नै फेरिन्थ्यो तर काका नै आइपुगेनन् हाँसो पनि कत्रो झन्डै सातो लगिदियो यार यस्ता नरम हातले यति दुःख गर्नु परेको के गर्नु नानो तिम्रो त पोइ नै खतम परेछ भने खैर केही छैन तिमी मान्छौ भने म तिमीलाई सुखै सुखमा राख्छु नि होइन ओ पाडे